सम्पूर्णमा नमस्कार। म चाहिँ आज चाहिँ यो आँखाले गर्दा चाहिँ टाउको किन दुख्छ र कस्तो व्यक्तिलाई चाहिँ आँखाले गर्दा चाहिँ टाउको बढी दुख्छ भन्ने कुराको चाहिँ जानकारी दिन्छु है। त्यसको चाहिँ कारण के हो र त्यसको समाधान के हो र कस्तो व्यक्तिलाई चाहिँ आँखाले गर्दा चाहिँ टाउको बढी दुख्छ भन्ने कुरा चाहिँ म एकदम विशेष जानकारी दिन्छु। कृपया चाहिँ भिडियो लास्टसम्म चाहिँ हेरिदिनु होला र चाहिँ एउटा लाइक र एउटा कमेन्ट गरिदिनु होला। कस्तो व्यक्तिलाई चाहिँ आँखाले गर्दा चाहिँ टाउको बढी दुख्छ त भन्दाखेरि हामीले मोबाइल बढी युज गर्छौँ है। मोबाइल बढी युज गर्दा, कम्प्युटर बढी युज गर्दा, पढाइ लेखाइ चाहिँ धेरै गर्दा, नजिकको काम चाहिँ धेरै गर्दा टाउको दुख्ने गर्छ है। र अर्को चाहिँ आजकल चाहिँ हाम्रो चाहिँ डिजिटल डिभाइसहरूले गर्दा चाहिँ टाउको बढी दुख्ने सम्भावनाहरू चाहिँ भइराखेको छ है। र त्यो चाहिँ किन हुन्छ भन्दाखेरि हामीले चाहिँ नजिकको काम चाहिँ बढी गर्दाखेरि चाहिँ हाम्रो आँखाले चाहिँ बढी एनर्जीको आवश्यकता पर्छ है। टाढा हेर्दा चाहिँ त्यति धेरै चाहिँ एनर्जीको आवश्यकता पर्दैन आँखालाई, तर नजिकको काम गर्दाखेरि चाहिँ नजिक हेर्दाखेरि चाहिँ आँखालाई चाहिँ एकदम धेरै एनर्जीको आवश्यकता पर्छ। हो, त्यही कारणले गर्दा चाहिँ हामीले चाहिँ नजिकको काम गर्दा, जस्तै चाहिँ कम्प्युटर चलाउँदा, मोबाइल चलाउँदा, पढाइ लेखाइ गर्दा, नजिकको कुनै पनि काम गर्दा चाहिँ टाउको बढी दुख्ने गर्छ है। र यदि चाहिँ यस्तो भइराखेछ भने हामीले चाहिँ के गर्न सकिन्छ त है। हाम्रो चाहिँ आफै घरमै चाहिँ गर्ने चाहिँ एउटा राम्रो उपाय छ, सजिलो छ है। तपाईँ जहाँ काम गरिराख्नु भएको छ त्यहीँ बसेर त्यो उपाय गर्न सकिन्छ है। त्यो उपाय के हो भन्दाखेरि हामीले हरेकचोटि चाहिँ कुनै पनि नजिकको काम गर्दाखेरि चाहिँ मोबाइल चलाउँदा, कम्प्युटर चलाउँदाखेरि हामीले हरेक 20 मिनटमा 20 फिट टाढाको वस्तुलाई चाहिँ 20 सेकेन्ड हेर्नुपर्छ है। त्यसले चाहिँ के गर्दो रहेछ, हाम्रो चाहिँ आँखाको चाहिँ मसल्सहरूलाई चाहिँ रिल्याक्स गराउँछ र आँखा यदि सुक्खा भइरहेछ भने त्यसबाट चाहिँ अलिकता चाहिँ प्रोटेक्सन दिन्छ, सजिलो बनाउँछ केही समयको लागि है। तपाईँले चाहिँ त्यसरी गर्नुभयो भने नजिकको काम गर्दा टाउको दुख्यो भने हामीले चाहिँ यो 20-20 को नियम चाहिँ अपनाउन सकिन्छ है। यसले गर्दा धेरै हदसम्म चाहिँ राहत हुन्छ, टाउको दुख्न र आँखा दुख्न कम हुन्छ र आँखा चाहिँ पोल्न बिजाउन चाहिँ कम हुन्छ है। यदि भिडियो मन परेछ भने प्लिज एउटा लाइक र एउटा कमेन्ट गरिदिनुहोस् र मिल्छ भने सेयर पनि गरिदिनुहोस्। धन्यवाद।